भाइ बहिनीहरू हामी अब 3 नम्बरमा मिक्स फ्र्याक्सन पढ्न जाँदैछौँ। मिक्स फ्र्याक्सन भित्र कस्तो बुझिन्छ भन्दाखेरि मिक्स फ्र्याक्सन हुनलाई पहिला इम्पोपर हुन पर्यो। पिआर पोपर मिक्स फ्र्याक्सन बन्न सक्दैन, इम्पोपर फ्र्याक्सन हुनु पर्यो। अब इम्पोपर फ्र्याक्सन भनेको के हो पहिला बुझ्नु पर्यो। 7/5 यसलाई मिक्समा लानु पर्यो भने के गरिन्छ हामीले 7/5 यसरी गर्ने। 5 1 5 यो घटापछि रिमाइन्डर 2 आउँछ। रिमाइन्डरलाई अप लेख्ने, कोसाइनलाई साइडमा लेख्ने अनि 5 लाई तल लेख्ने अनि मल्टिप्लाई गर्यो भने त्यही बन्छ 5 1 5 5 + 2 7। यसलाई भन्छ मिक्स फ्र्याक्सन। यसरी हामीले बुझ्छौँ। र अनि तपाईहरुलाई क्वेशन एक्जाममा आउने क्वेशनहरु कस्तो हुन्छ भन्दाखेरि क्वेशन नम्बर 1 हेर्नुस्। arrange the fraction in ascending order भनेर आउँछ। अब तपाईलाई फ्र्याक्सन दिन्छ, एसेन्डिङ अर्डर भनेको बुझ्नु पर्यो। एसेन्डिङ भनेको तपाईको सानोदेखि ठुलो ठुलो, जस्तै 1 2 3 4 भनेपछि सानोदेखि ठुलो ठुलो। डिसेन्डिङ भन्यो भने फेरि ठुलोदेखि सानो सानो। अब तपाईलाई फ्र्याक्सन दिन्छ क्वेशनमा ए नम्बर भनेर यसरी देला 3/5 2/3 7/9। अब यो तीनटामा कुन फ्र्याक्सन ठुलो छ कुन सानो छ हामीले पहिला एरेन्ज गर्ने। फर्स्ट फ्र्याक्सन फर्स्ट नम्बर कति छ 3/5। अब हेर्नुस् है 3/5 यो तीनटा दिएको केस हो। तलको मिलाए पनि हुन्छ, माथिको मिलाए पनि हुन्छ। तपाईले जसरी गरे पनि हुन्छ। मैले दुईटै तरिकाले गर्छु। तलको मिलाउँदाखेरि 5 अलरेडी छ, यहाँ 3 र 7 छैन भनेपछि 3/3 अनि 9/9 यो दुईटा नम्बर चाहिँ नि पहिलो फ्र्याक्सनमा मल्टिप्लाई गर्दिने अनि यहाँबाट आको रिजल्ट 3 3 जा 9 9 9 जा 81। अनि त्यसपछि अब यहाँ हेर्नुस् है 9 5 जा 45 45 2 जा 90 90 + 45 भनेको 135 हुन्छ। यसरी हामीले बुझ्छौँ। बुझ्नुभयो। तपाईको 9 3 जा 27 27 5 जा 135 यसरी हुन्छ हो। यसरी हामीले बुझ्छौँ। अब अर्को पनि त्यस्तै गरी हामीले गर्छौँ। अब सेकेन्ड नम्बर पनि हाम्रो कति छ 2/3 छ। यसलाई अब 3 अलरेडी आयो भनेपछि यसलाई गर्न पर्ने भनेको एउटा के हो 5 ले हो 5/5 अर्को 9/9 यसरी गर्ने। यसरी गर्दै गयो भने तपाईको के रिजल्ट आउँछ यहाँ हेर्नुस् भनेको 9 5 जा 45 45 2 जा 90 भनेपछि 9 5 जा 45 45 2 जा 90 90 + 3 कति हुन्छ 9 5 जा 45 45 × 3 भनेपछि तपाईले यसरी पनि चेक गर्न सक्नुहुन्छ 45 × 3 5 3 जा 15 15 को 5 1 क्यारी ओभर गयो अनि 5 4 3 जा 12 12 + 1 12 + 1 13 भनेपछि 135 भयो यो। अब दोस्रो थर्ड नम्बर